मलाई लाग्छ यहाँ निष्पक्ष भएर स्वतन्त्र ढङ्गले चुनाव हुन सक्ने अवस्था छैन। विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गलत गर्न सक्दैन भन्ने कुराहरू कहीँ कतै सुनेका पनि होला। सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरूलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिइरहेको पनि छ। त्यसैले आफ्ना अभिव्यक्तिहरूलाई दिइरहँदा यसतर्फ पनि सबैको जिम्मेवारी बोल्नु पर्छ भन्ने म ठान्दछु। आज त्यही घर चलाउने व्यक्तिहरू छाती फुल्लाएर आउने पछि गएर हिँडिराखेका छन् र जनतालाई अझै भयभीत र त्रसित गराइराखेका छन्। यत्रो प्रश्न उठाइसकेपछि पनि हामी नसचिने हो एकले अर्कालाई दोषारोपण गर्ने, सहीलाई सही र खराबलाई खराब नभनी आफ्नो अनुकूलतामा व्याख्या गर्दै जाने हो भने फेरि अर्को दुर्घटना नहोला भन्न सकिन्न। तर हामी तिनीहरूलाई कानुनी दायराभित्र ल्याएर कारबाही गर्न सकिराखेका छैनौँ। यसको पछाडिको कारण के हो, यो कारण पनि खोज्न जरुरी छ। सुशासन प्रवर्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभार वर्तमान सरकारको रहेको छ। हामी यसैलाई मूलमन्त्र मानेर काम गरिरहेका छौँ। यी अपराधीहरूलाई कानुनी दायराभित्र ल्याउनको निम्ति हामीहरू किन पछाडि परिराखेका छौँ? यदि हामीले तिनीहरूलाई कानुनी दायराभित्र ल्याउन सकेनौँ भने यो कुरालाई हामीले आत्मसात यथार्थ धरातलमा उभिएर हामीले परिस्थितिको मूल्याङ्कन आकलन गर्न जरुरी छ। देशको विशिष्ट अवस्थामा शून्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेदारी सुम्पेको होला, त्यसका लागि आएका हौँ। हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ पनि छैन। प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर सुहासिल गर्ने दिशामा सरकार केन्द्रित रहेको छ।